भएको छ। सबैलाई हामी जय मसीह गर्दै आजको बिहानी हामी परमेश्वरको वचनबाट केही कुरा हामी हेर्न गइरहेका छौँ। र तपाईको बाइबल छ भने फिलेमोनको पुस्तक 1 अध्यायको 17 र 18 पदलाई तपाईले पल्टाउन सक्नुहुन्छ। 1 अध्यायको 17 र 18 पद फिलेमोनको पुस्तक। यो धेरै सानो पुस्तक पनि हो, 21 वटा पदहरू मात्रै छ यसमा। र पावलले यो पत्र फिलेमोनलाई लेखेर पठाएका हुन्। र यो पत्र चाहिँ कलस्सीमा भएको फिलेमोनको लागि यो पत्र पठाएको हो। र यो पत्र पठाउँदै गर्दा कलस्सीको पत्र जसरी पठाए त्यो सँगसँगै पावलले यो पत्र पनि फिलेमोनलाई लेखेर पठाएको छ। र विशेष गरी फिलेमोनको चाहिँ जुन एउटा दास छ त्यहाँनिर कमरा ओनेसिमस, त्यो ओनेसिमस चाहिँ फिलेमोनको घरबाट है सामानहरू लिएर चोरेर भागेको छ। अनि त्यसपछि यो भाग्ने क्रममा ऊ चाहिँ रोममा पुग्छ, जहाँनिर रोममा पावल प्रेरित चाहिँ कैदमा अथवा त्यहाँनिर रोममा थिए। अनि पावल प्रेरितसँग उसको भेट भएपछि ओनेसिमस चाहिँ ख्रीष्ट यीशुलाई विश्वास गर्छ र ऊ विश्वासी बन्छ। अनि उता उसको मालिक फिलेमोन चाहिँ कलस्सीमा उसको घरमा पनि सङ्गति हुन्थ्यो र फिलेमोन पनि एक विश्वासी थिए। र त्यसकारण पावलको निम्ति एउटा चुनौती त्यहाँनिर आएको छ। र यहाँनिर फिलिप्पी 1को 17 र 18 मा उनले भन्छन्, यसैले यदि तिमीले मलाई आफ्नै साझेदार सम्झन्छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि अथवा केही कुराको तिनी ऋणी छन् भने पनि सो मेरो हिसाबमा राखिदेऊ। हालेलुया। र मैले तपाईँलाई भने यो क्षमा, मेलमिलाप, प्रेम, ख्रीष्टीय विश्वासको चाहिँ एउटा मुख्य अंशहरू हुन् है। र यो तपाईँ हामी विश्वासीको निम्ति क्षमा दिने कुरा, मेलमिलाप गर्ने कुरा, ख्रीष्टको प्रेम देखाउने कुरा चाहिँ एउटा हाम्रो विश्वासको महत्त्वपूर्ण सारहरू हुन्। र प्रेरित पावलले फिलेमोनलाई लेखेको पत्रमा पनि यही विषयलाई जोड दिएर उनले यो पत्र उनले लेखेका छन्। र व्यवहारिक रूपमा कतिचोटि यो कसैले तपाईँलाई नराम्रो गर्दा, चोट पुर्याउँदा, चित्त दुखाउँदा, मन दुखाउँदा, सम्बन्धहरूमा दरार ल्याउँदा क्षमा दिने कुरा चाहिँ हाम्रो मानवीय दृष्टिकोणमा त्यति सजिलो छैन। यो सहज कुरा हामी देख्दैनौँ। तर पनि जब ख्रीष्ट येशूले पनि बाइबलमा पनि धेरै ठाउँहरूमा क्षमादानको बारेमा क्षमा दिनुपर्छ, एक आपसमा मेलमिलाप गर्नुपर्छ र ख्रीष्टले जस्तै हामीले प्रेम प्रकट गर्नुपर्छ भनेर देखाउँदै गर्दाखेरि क्षमा चाहिँ क्रिस्चियन जीवनको विश्वासको मुख्य केन्द्रबिन्दु हो भन्ने कुरा हामी थाहा पाउँदछौँ। र यहाँनिर फिलेमोनको पुस्तकमा मैले तपाईँलाई सुरुमा अलिकति भने त्यहाँ 3 वटा पात्रहरू छन्। मुख्य क्यारेक्टरमा चाहिँ 3 वटा पात्रहरू त्यहाँ आएका छन्। त्यो 3 वटा पात्रहरू भने चाहिँ त्यो फिलेमोन चाहिँ एकजना धनी विश्वासी, धनी व्यक्ति थिए जसको चाहिँ ओनेसिमस भन्ने एकजना नोकर अथवा दास थियो। अनि त्यसै गरी अर्को पात्र छ ओनेसिमस, जसले चाहिँ त्यो फिलेमोनको चाहिँ दास अथवा कमराको रूपमा उसले चाहिँ त्यहाँ काम गरेका थिए र जसले चाहिँ फिलेमोनको घरबाट चोरी गरेर भागेर रोम पुगेका थिए कलस्सीबाट। त्यसै गरी अर्को पात्र छ पावल प्रेरित, जो चाहिँ उसले फिलेमोनलाई होइन, ऊ चाहिँ जसले फिलेमोनलाई ओनेसिमसलाई माफ गर्न, क्षमा दिन र उनलाई ख्रीष्टको भाइको रूपमा स्वीकार गर्नका निम्ति चाहिँ त्यहाँनिर फिलेमोनलाई चाहिँ अपिल गरेर त्यो पत्र लेखेका छन्। यो 3 वटा पात्र चाहिँ त्यहाँनिर छ। र त्यो पावलले यो पत्र लेख्दै गर्दा तत्कालीन समयमा रोमी कानुन अनुसार कोही नोकर त्यसरी दासले आफ्नो मालिक, त्यति बेला चाहिँ दास प्रथाको समय थियो र दास प्रथाको त्यो समयमा कसै दासले अथवा नोकरले त्यसरी कोही मालिकको लागि विश्वासघात गरेर अथवा केही कुरा लिएर त्यसरी भाग्यो अथवा त्यसरी त्यो काम गर्यो भनेदेखि चाहिँ त्यति बेला रोमी कानुन अनुसार त्यस्तो नोकरलाई मृत्युदण्डसम्म दिइने व्यवस्थाहरू थियो।
अनि त्यो दास र मालिक बीचको त्यो जुन किसिमको भिन्नता थियो त्यो कानुनले त्यस्तो किसिमको संरक्षण गरेको थियो। त्यसले गर्दाखेरि त्यो समयमा त्यो दास प्रथा एक किसिमले दुष्टै कुरा थियो। तापनि पावलले यहाँनिर फिलेमोन र त्यो ओनेसिमसको बीचमा भएको जुन किसिमको दरार पैदा भएको छ, समस्या सिर्जना भएको छ र पावलले चाहिँ एउटा क्षमादानको कुराहरू त्यहाँ उल्लेख गरेका छन्। ख्रीष्ट येशूमा कोही दास र मालिक सबैजना बराबर हुन्छन् र त्यो चाहिँ हामीले क्षमादान दिएर ख्रीष्टको प्रेम अझै प्रकट गरेर अनि हामीले मेलमिलाप गरेर चाहिँ एउटै तहमा हामी आउन सक्छौँ भनेर पावलले फिलेमोनलाई भन्न खोजेका छन्। र वास्तवमा यो पत्र छोटो पत्र छ, तर पावलले यहाँनिर धेरै कुराहरूको सिद्धान्त यहाँ प्रतिपादन गरेका छन्, त्यो कुराहरू बताएका छन्। र यहाँनिर तपाईँले कल्पना गर्नुहोस् कि तपाईँलाई गहिरो रूपमा कसैले चोट पुर्याएको छ, कसैले तपाईँलाई मन दुखाएको छ, तपाईँको समस्या भएको छ हैन। त्यसकारण तपाईँको जीवनमा त्यो व्यक्ति चाहिँ तपाईँको आउँछ हैन, अनि तपाईँले त्यो व्यक्तिलाई क्षमा दिनको निम्ति कति सहज हुन्छ कि हुँदैन हैन। तपाईँको जीवनमा जब तपाईँलाई चोट पुर्याउने, तपाईँलाई चित्त दुखाउने व्यक्ति तपाईँको अगाडि आउँछ, तपाईँलाई ल क्षमा दिनुहोस् अथवा के गर्नुहोस् भनेर आउँछ, तपाईँले क्षमा दिन सक्नुहुन्छ कि हुन्न मलाई थाहा छैन। कतिजनाले के भन्छन्, म मरे पनि म क्षमा दिँदिनँ भनेको मैले सुन्छु हैन। कोहीले क्षमा दिएको छ, मेलमिलाप गरेको छ, तर पनि मैले क्षमा दिएँ तर पनि अझै मलाई गाह्रो भइरहेको छ, त्यसलाई देख्ने बित्तिकै मलाई गाह्रो हुन्छ पनि भनेको मैले सुनेको छु हैन। त्यसकारण त्यो मुखले हामीले क्षमा दिइरहेको हुन्छौँ, तर हृदयले चाहिँ हामीले क्षमा दिएको हुँदैन। तर पावलले चाहिँ यहाँनिर पूर्ण रूपमा हाम्रो हृदयदेखि चाहिँ क्षमा दिनुपर्छ र एकले अर्कालाई मेलमिलाप गर्नुपर्छ भन्ने सन्देश लिएका छन् हैन। त्यसकारण जसरी ख्रीष्टले हामीलाई हाम्रो अपराधहरू क्षमा गर्नुभयो, हाम्रो पापहरू क्षमा गर्नुभयो, त्यसरी हामीले पनि एकले अर्काको निम्ति गल्तीलाई क्षमा दिनुपर्छ भनेर यहाँ बताएका छन्। यहाँ पावलले फिलेमोनलाई लेखिएको यो पत्रमा उनी भन्छन् यहाँनिर गहिरो विश्वासघात र गल्तीको बावजुद माफी र मेलमिलाप गर्न आवश्यक छ भन्ने कुरा चाहिँ उनले दिएका छन्। र पावलले फिलेमोनलाई यहाँनिर क्षमादान दिनुपर्छ भन्ने कुरा चाहिँ सम्झाएका छन्, किनकि पावलको छेउमा पुगेर ओनेसिमस चाहिँ विश्वासी भयो। अब पावललाई त्यो पत्र सँगसँगै ओनेसिमसकोलाई चाहिँ पावलको घरमा पठाउँदैछन्। कानुन अनुसार, रोमी कानुन अनुसार पावलले के अरे फिलेमोनले ओनेसिमसलाई मृत्युदण्ड पनि दिन सक्थ्यो, मार्न पनि सक्थ्यो, उसले कडा कारबाही गर्न सक्थ्यो। तर पावलले चाहिँ उसँग भएको कुनै प्रकारको ऋण, कुनै प्रकारको समस्या, मनमुटाव, तिम्रो चित्त दुखाइ छ भने त्यो मेरो जिम्मामा छोडिदेऊ, म त्यो कुरा म बिहोर्छु, तर तिमीले चाहिँ क्षमा दिनुपर्छ। यो अहिले हाम्रो विश्वासी भाइ भएका छन्। पहिले काम नलाग्ने थियो, तर ख्रीष्टमा विश्वास भएपछि अब यो हाम्रो निम्ति तिम्रो निम्ति पनि काम लाग्ने भएको छ। हालेलुया। त्यसकारण हामी कुनै जमाना कुनै समय ख्रीष्टलाई विश्वास विश्वास नगर्दाखेरि हामी ओनेसिमस जस्तै थियौँ होला, सायद काम नलाग्ने मानिसहरू थियौँ होला, दुष्ट मानिसहरू थियौँ होला, पापी मानिसहरू थियौँ होला। हाम्रो पापले यति सीमा नागेको थियो होला कि हामी यत्रो पाप दण्ड पाउन योग्यको, मृत्यु दण्ड पाउन योग्यको पाप हामीले गर्दा पनि ख्रीष्टले हाम्रो पाप कल्वरी क्रुसमा भोग्नुभयो, उहाँले मूल्य चुकाउनु भयो, आफैले त्यो ऋण तिर्नुभयो अनि हामीलाई स्वतन्त्र गर्नुभयो, हामीलाई छुटकारा दिनुभयो। जति बेलासम्म तपाईँले यो पावलले अथवा फिलेमोनले क्षमा दिन सक्दैनथ्यो, त्यहाँनिर चाहिँ सम्बन्धमा समस्या हुन्थ्यो, स्वतन्त्र हुन सक्दैनथ्यो, गाह्रो हुन्थ्यो, कठिन हुन्थ्यो हैन। त्यसकारण पावलले चाहिँ अनुरोध गरेका छन्, अपिल गरेका छन्। क्षमा दिने कुरा चाहिँ ईसाई विश्वासको एक केन्द्रीय विषय हो हैन। येशू ख्रीष्ट संसारमा आउनु पनि क्षमाको कुरै लिएर आउनु भएको छ र हामीलाई पनि क्षमा दिने कुराको शिक्षा दिनुभएको छ हैन। त्यसकारण हामीले यति ठुलो अपराधको हामीले क्षमा पाएका छौँ भने हामीले ससाना किसिमको हामीप्रति गल्ती भुल त्रुटि गर्ने व्यक्तिलाई क्षमा दिने कि नदिने भन्ने कुराको चुनौती हो। यदि हामीले क्षमा दिन सक्दैनौँ भने हामी स्वतन्त्र हुन सक्दैनौँ। क्षमा नदिने कुरा चाहिँ दियाबलसको हतियार हो। क्षमा नदिने कुराबाट चाहिँ दुष्ट तपाईँभित्र प्रवेश गर्न सक्छ, त्यसले तपाईँलाई अशान्ति ल्याउन सक्छ, त्यसले तपाईँलाई बिरामी बनाउन सक्छ,
त्यसले तपाईँले अगाडि बढ्ने कुरामा डिस्टर्ब गर्न सक्छ। तपाईँको ध्यान केन्द्रित चाहिँ अन्तै मोड्न सक्छ। तपाईँले गर्ने कामहरू तपाईँले ठिक तरिकाले गर्न नसक्नुहुन्छ। कहिले कोही व्यक्ति त रातभरि त्यो क्षमा दिएन भने सुत्न पनि सक्दैन। त्यो व्यक्तिलाई कुराको याद गर्छ, त्यसलाई मात्रै विचार गर्छ उसले, होइन? त्यस विषय त्यसलाई राति सुत्न पनि सक्दैन, त्यसको मात्रै चित्र आउन सक्छ होला। तर पावलले भने जस्तै यदि हामीले क्षमा गर्छौँ भने, हामीले क्षमा दान दिन्छौँ भने हामी पूर्ण रूपमा स्वतन्त्र हुन सक्छौँ। किनकि येशूले तपाईँ र म स्वतन्त्र भएको चाहनुहुन्छ, तपाईँ र म छुटकारा भएको चाहनुहुन्छ। हामी चोटहरू लिएर हिँडेको चाहनुहुन्न, तितोपना लिएर हिँडेको चाहनुहुन्न, रिसहरू लिएर हिँडेको चाहनुहुन्न। हामीले क्षमा दान दिएर हामी स्वतन्त्र भएको चाहनुहुन्छ। हालेलुया! के तपाईँ आज क्षमा दान दिन चाहनुहुन्छ? हालेलुया! होइन? कति पहिले एकजना दुईजना बजुलाई क्षमा दिनुहोस्, होइन? कति कुराहरूमा बेमिलाप थियो, उहाँलाई क्षमा दान दिनुहोस् भन्दा, होइन? दुईजनाले क्षमा दिन तयार हुनुभयो। एकजना बजुले भन्नुभयो म क्षमा दिन्छु भनेर हात समातेर चुरा सबै फुटाइदिनु भयो, होइन? निचोर्नु भयो कसेर। त्यसको अर्थ उहाँ चाहिँ अझै रिस छ, अझै क्षमा दिन गाह्रो भइराखेको छ, झन् समस्या भइरहेको। त्यसकारण आजको दिन तपाईँ र मैले पूर्ण हृदयबाट क्षमा दिनको निम्ति तयारी हुनुपर्छ। हालेलुया! क्षमा नदिने कारण धेरै मान्छे रोगी बिरामी छन्। क्षमा नदिने कारण धेरै मान्छे समस्यामा छन्। क्षमा नदिने कारण धेरै मान्छे मनमा चाहिँ समस्या बोकेर हिँडेका छन्। आज हामीले यो समस्याबाट हामी छुटकारा हुन जरुरी छ। हालेलुया! क्षमा नदिने कुराले अरूलाई हानि गर्दैन, त्यो हामी आफैलाई हानि गर्छ। हामी आफैलाई पनि हानि गर्छ, अरूलाई पनि समस्या ल्याउँछ। यो हामी आफैले समस्या बोकेर हिँडिराखेका हुन्छौँ। तर परमेश्वरले हामीलाई क्षमा दिएर छुटकारा पाएको चाहनुहुन्छ, स्वतन्त्र भएको चाहनुहुन्छ, विजयी भएको चाहनुहुन्छ। दियाबलसले त्यसै मौका हामीले दिनु हुँदैन। हालेलुया! मौका दिनु हुँदैन। जब तपाईँले क्षमा दिनुहुन्न, दियाबलसले मौका पाउँछ। तपाईँको जीवनमा त्यसले बन्धनमा राख्छ, तपाईँलाई कैदमा राख्छ, तपाईँलाई दासत्वमा राख्छ। परमेश्वरलाई धन्यवाद होस्, ख्रिस्टले क्रुसमा बगाउनु भएको रगतले तपाईँ र मलाई छुटकारा दिनुहुन्छ, हाम्रो पाप क्षमा गर्नुहुन्छ। हामी क्षमा दिएर एक अर्कामा मिलाप भयो भने हामीले शान्ति क्रिएट हुन्छ, मेलमिलापको सुरुवात हुन्छ र ख्रिस्टको प्रेम प्रदर्शन गरिनुपर्छ। हालेलुया! त्यसले गर्दाखेरि यहाँनिर यदि तपाईँ गहिरो रूपमा गलत भएको व्यक्ति फर्केर माफी माग्न आउँछ भने तपाईँको प्रतिक्रिया कस्तो हुन सक्छ होला, होइन? दुःख हुन सक्छ होला, रिस उठ्न सक्छ होला, बदला लिन मन लाग्छ होला, त्यसलाई हेर्न मन लाग्दैन होला, त्योसँग बोल्न मन लाग्दैन होला, त्यसलाई तपाईँले आँखा टेढो पारेर हिँड्न मन लाग्छ होला, होइन? अब फिलेमोनको घरमा ओनेसिमस पुग्दा के हुन्छ होला भन्ने कुराको एउटा चुनौतीको कुरा थियो त्यहाँनिर। तर पावलले भनेको छन् तिमीले चाहिँ आफ्नो भाइ जस्तै, ख्रिस्टमा आफ्नो भाइ जस्तै यसलाई क्षमा गर्नुपर्छ। ख्रिस्टलाई आफ्नो भाइ जस्तै क्षमा गर्नुपर्छ। हालेलुया! क्षमा दिएर तिमी अगाडि बढ्नुपर्छ। क्षमा नदिएसम्म तिमी अगाडि बढ्न सक्दैनौ। क्षमा नदिएसम्म तिमी अगाडि जान सक्दैनौ। धेरै कुरा अहिले क्षमा नदिने कुराले गर्दाखेरि धेरै मान्छे समस्याग्रस्त भइरहेका छन्। इभन विश्वासीभित्र पनि समस्या भइरहेका छन्। परिवारहरूमा समस्या भइरहेको छ। आमा बुवा छोराछोरीको बिचमा समस्या भइरहेको छ। मण्डलीहरूमा समस्या भइरहेको छ। क्षमा नदिने कुराले, होइन, एकताहरू भाँडिएका छन्। क्षमा नदिने कुराले चाहिँ सम्बन्धहरूमा दरार परेका छन्। क्षमा नदिने कुराहरूले चाहिँ शैतानले काम गर्ने मौका पाइरहेको छ। तर आजको दिन हामीले चाहिँ के गर्नुपर्छ? तपाईलाई चोट पुर्याउने व्यक्ति, तपाईलाई मन दुखाउने व्यक्ति, तपाईलाई नराम्रो गर्ने व्यक्तिलाई जसरी फिलेमोनले ओनेसिमसलाई क्षमा गर्नु पर्थ्यो त्यसरी हामीले पनि क्षमा गर्नुपर्छ। हालेलुया! जसरी ख्रिस्टले हामीलाई क्षमा गर्नुभयो त्यसरी नै हामीले अरूलाई क्षमा गर्नुपर्छ। यो तपाईले यो चाहिँ विकल्पको कुरा होइन, अप्सनल कुरा होइन, यो चाहिँ कम्पल्सरी कुरा हो, अनिवार्य हो। क्षमा दिने कुरा चाहिँ अनिवार्य कुरा हो। तपाईले गर्न पर्छ। यो जबसम्म तपाईले यो गर्नुहुन्न तपाईँ स्वतन्त्र हुन सक्नुहुन्न। जबसम्म यो काम गर्न सक्नुहुन्न तपाईँ चाहिँ छुटकारा पाउन सक्नुहुन्न। अनि यस्तो कुराले चाहिँ तपाईँको आत्मिक जीवनमा समस्या ल्याउँदछ, तपाईँको शारीरिक जीवनमा समस्या ल्याउँदछ, अनि तपाईँको मानसिक जीवनमा पनि समस्या ल्याउँदछ। त्यसकारण
फिलेमोनले पनि ओनेसिमसलाई माफी गर्ने निर्णय लिनुभन्दा पहिले सोच विचार गर्न आवश्यक पर्थ्यो होला त्यहाँ सायद, है, फिलेमोन ओनेसिमस पुग्दा। तर यसले यो प्रश्न उठाउँछ कि रिसलाई समातेर राख्ने कुराले चाहिँ अझै त्यो उपचार गर्ने कुराहरू, सम्बन्धमा निको पार्ने कुराहरू, सम्बन्धलाई विस्तार गर्ने कुराहरूमा चाहिँ अवरोध आउन सक्थ्यो। त्यसकारणले हामीले क्षमा दिनुपर्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा यहाँनिर उनीहरूको ओनेसिमस र यो फिलेमोनको कुराले देखाउँदछ। ओनेसिमस एक भगौडा दासले आफ्नो मालिक फिलेमोनको अन्याय गरेको थियो। यस्तै उस्तै हो भने बदला लिने किसिमको काम गरेको थियो, क्षमा दिनलाई पनि कठिन काम गरेको थियो। तर पावलसित भेटपछि ओनेसिमस एक विश्वासी बन्यो, ख्रिस्टलाई चिन्ने व्यक्ति बन्यो। अब पावल मेलमिलापको लागि अनुरोध गर्दै ओनेसिमसको ऋण तिर्ने, आफै तिर्ने पनि प्रस्ताव फिलेमोनलाई पठाएका छन्। किनकि यो ख्रिस्टको प्रेम एउटा प्रदर्शन भएको कुराहरू थियो। क्षमाले मात्र मनको शान्ति ल्याउँछ, क्षमाले मात्रै मनको शान्ति ल्याउँछ र यसले सम्बन्धमा, अन्तर सम्बन्धमा सुधार ल्याउन सक्छ। जबसम्म क्षमा दिँदैन त्यो व्यक्तिको मनमा शान्ति हुँदैन, त्यसको सम्बन्धमा सुधार आउँदैन। त्यसकारण क्षमा नदिने व्यक्ति यदि शान्ति हुँदैन भने त्यो राम्ररी सुत्न पनि सक्दैन, त्यसले राम्ररी सोच विचार गर्न पनि सक्दैन, त्यसले चाहिँ नकारात्मक कुराहरू सोच्छ, त्यसले नकारात्मक कुरामा विचार गर्छ, त्यसले चाहिँ नकारात्मक कुरालाई त्यसले हाबी हुन दिन्छ। तर आज हामीले यो नकारात्मक कुराबाट हामी बाहिर निस्केर क्षमादान दिएर मेलमिलाप गरेर ख्रिस्टको प्रेम हामीले प्रदर्शन गर्नु आवश्यक छ। किनकि येशूले हाम्रो सबै पापको मूल्य चुकाउनु भयो, जसले हाम्रो र परमेश्वरको बीचको अन्तर सम्बन्धलाई स्थापित गर्ने काम गरिएको छ। हामी परमेश्वरबाट पापको कारण टाढा भागेका थियौँ। एउटा चित्र हो, जसरी ओनेसिमस फिलेमोनबाट टाढा भागेर गयो, फिलेमोनसितको सम्बन्धमा ऊ धेरै टाढा गयो। पावललाई भेटेपछि ख्रिस्टलाई विश्वास गर्यो अनि त्यहाँनिर उसलाई चाहिँ फिलेमोन कहाँ पठाइएको छ। अनि त्यो क्षमादानको कुरा गरेर त्यो बिग्रेको सम्बन्धलाई फेरि पुनर्स्थापित गरिएको छ। त्यसै गरी हामी पनि परमेश्वरबाट टाढा भएका थियौँ, हामी परमेश्वर पिताबाट हामी भागेका थियौँ। तर ख्रिस्ट यस संसारमा आउनुभयो, कल्भरी क्रुसमा मर्नुभयो, रगत पकाउनु भयो, मूल्य चुकाउनु भयो, अनि उहाँले परमेश्वर र हाम्रो बीचको सम्बन्धलाई पुनर्स्थापित गर्नुभयो। हामी फेरि परमेश्वर र हाम्रो बीचको सम्बन्धलाई उहाँले जोड्नुभयो। पावलले फिलेमोनलाई, ओनेसिमसलाई एक दासको रूपमा मात्र होइन तर ख्रिस्टको भाइको रूपमा स्वागत गर्नको निम्ति आग्रह गरेका छन्। के हामी तपाईलाई कुनै व्यक्तिलाई चोट पुर्याउने, कुनै व्यक्तिलाई तपाईले मन नपर्ने, तपाईलाई चाहिँ गाह्रो पार्ने, विश्वासघात गर्ने व्यक्तिलाई हामीले फिलेमोनले जस्तै, ओनेसिमसलाई जस्तै फिलेमोनले चाहिँ स्वागत गर्न सक्छौँ, जसले हामीलाई चोट पुर्याएका छन्, जसले हामीलाई मन दुखाएका छन्, तिनीहरूलाई हामीले प्रेम गर्न सक्छौँ कि सक्दैनौँ? तिनीहरूले हामीलाई क्षमादान दिन सक्छौँ कि सक्दैनौँ? तिनीहरूलाई हामीले स्वागत गर्न सक्छौँ कि सक्दैनौँ? हाम्रा पुराना गल्तीहरूले एक व्यक्तिको पहिचान गर्छौँ र जसलाई चाहिँ हामीले अनुग्रहको दृष्टिकोणबाट हेर्न सक्नुपर्छ भन्ने कुरा हो। मलाई थाहा छैन, हाम्रो मानवीय दृष्टिकोणबाट यो धेरै गाह्रो कुरा हो होला, असजिलो कुरा होला। तर पावलले सम्झाउँछन्, एउटा ख्रिस्ट येशूलाई विश्वास गर्ने व्यक्ति ख्रिस्टको प्रेमद्वारा चाहिँ हामीले यो काम गर्न सम्भव छ। हामीले क्षमा दिन सक्छौँ, हाम्रो चोटहरू हामी निको पार्न सक्छौँ, हाम्रो सम्बन्धलाई हामीले फेरि पुनर्निर्माण गर्न सक्छौँ, हामीले एकले अर्कालाई ख्रिस्टको प्रेम देखाउन सक्छौँ। हालेलुया, सक्छौँ। त्यसकारण पावलले ओनेसिमसका गल्तीहरूलाई उनले स्वीकार गर्छन्, तर उसकै ऋण तिर्ने पनि उसले प्रस्ताव गर्छन् त्यहाँनिर, हैन? जति ऋण लागेको छ, जति चोरी गरेको छ, जति उसले लिएको छ त्यहाँबाट, त्यो म तिर्छु। यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि अथवा केही कुराको तिनी ऋणी छन् भने म मेरो हिसाबमा त्यो मलाई राखिदियो भन्छन् पावलले। सम्बन्धलाई सुधार गर्ने, क्षमादान गर्ने कुरा,
यो त्यही कुरा हो जुन येशूले हाम्रो लागि गर्नुभयो। क्रुसमा येशूले हाम्रो आत्मिक ऋण तिर्नुभयो। हामी पापको ऋणको भारमा थियौँ। हामी आफैले त्यो ऋण चुकाउन सक्दैनथ्यौँ। हामीले त्यो ऋण तिर्न सक्दैनथ्यौँ। तर ख्रीष्टले हाम्रो पापको ऋण तिरिदिनु भयो। अनि पापको ऋणबाट हामी मुक्त भयौँ। हामी क्षमा पायौँ। हामी स्वतन्त्र भयौँ। त्यसकारण जस्तै पावल ओनेसिमसको लागि मध्यस्थ गर्छन्, येशूले हाम्रो लागि मध्यस्थ गर्नुभएको छ। उहाँ क्रुसमा बलिदान हुँदै गर्दा उहाँले भन्नुभएको थियो, पिता तिनीहरूले के गरिरहेछन् सो जान्दैनन्, तिनीहरूलाई क्षमा गरिदिनुहोस्। आफूलाई भालाले घोज्ने, आफूलाई थुक्ने, काँडाको मुकुट लगाउने, किला ठोक्ने, आफूलाई दुःख दिने, कष्ट दिने मानिसहरूलाई येशूले भन्दै हुनुहुन्छ, पिता यिनीहरूले के गरिरहेका छन् सो जान्दैनन्, तिनीहरूलाई तपाईँले क्षमा दिनुहोस्। येशूले ती मानिसलाई बदला ल्याउन सक्नुहुन्थ्यो। उहाँले स्वर्गदूतहरू झारेर एक निमेषमा नाश गर्न सक्नुहुन्थ्यो। उहाँले आफ्नो शक्ति प्रदर्शन गर्न सक्नुहुन्थ्यो। तर येशूले क्षमादान दिएर क्षमाको कुरा सिकाउनु भयो। शत्रुलाई पनि क्षमा दिने, प्रेम गर्ने कुरा उहाँले सिकाउनु भयो। क्षमा दिन त्यति सजिलो चाहिँ हुँदैन मान्छेलाई, गाह्रोको गाह्रो हो। एकदम त्यो ताँतबाट पसिना आउँछ क्षमा दिने बेला, होइन? गाह्रो हुन्छ, होइन? कतिलाई क्षमा दिएर पनि कति दिनसम्म पनि अझै फेरि त्यो कुराहरूले सताउँछ। यसमा प्राय मूल्य चुकाउनु पर्ने कुराहरू हुन्छ जब तपाईँले क्षमा दिनुहुन्छ। तर विश्वासीको रूपमा हामी क्षमा दिन्छौँ किनभने हामीलाई क्षमा दिएको छ, किनकि येशूले हाम्रो लागि ठुलो मूल्य क्रुसमा चुकाउनु भएको छ। हालेलुया। त्यो तुलनामा हामीले चुकाउनु पर्ने मूल्य त्यति ठुलो होइन। येशूले जुन क्रुसमा मूल्य चुकाउनु भयो क्षमादान दिने कुरामा, त्यो मूल्य तपाईँ र मैले चुकाउने त्यति ठुलो कुरा होइन। होइन, कहिलेकाहीँ मैले मात्रै गर्नेको हो कि जस्तो तपाईँलाई अनुभव होला, तर तपाईँले मात्रै त्यो कुरा गर्नुभएको होइन। त्योभन्दा ठुलो मूल्य येशूले क्रुसमा चुकाउनु भएको छ। फिलेमोनसँग ओनेसिमसलाई त्यो दण्ड दिने पुरा अधिकार थियो। त्यो अधिकार थियो उसलाई। तर पावलले उसलाई न्यायको सट्टा अनुग्रह क्षमादान दिनको निम्ति उनले अपिल गरेका छन्। त्यहाँ तिमीले त्यसलाई केही नगर, क्षमा देऊ, माफी देऊ, होइन? परमेश्वरले पनि त्यस्तै कुराको व्यवहार गर्नुभएको छ भन्ने कुरा चाहिँ पावलले फिलेमोनलाई सम्झाउँछन्। किनकि फिलेमोन आफै एउटा विश्वासी थिए, फिलेमोनको घरमा सङ्गति हुन्थ्यो, होइन? त्यसकारण क्षमादानको बारेमा चाहिँ पावलले फिलेमोनलाई घचघचाइराखेका छन्। क्षमादान दिनुपर्छ है। ओनेसिमस पनि विश्वासी भएको छ, ऊ ख्रीष्टमा हाम्रो भाइ हो, क्षमा दिनुपर्छ, रिस गर्नु हुँदैन, बदला लिनु हुँदैन भनेर उनले जोड दिइराखेका छन्। हामीलाई दोषी ठहराउनुको सट्टा परमेश्वरलाई हामीलाई आफ्नो सन्तानको रूपमा स्वागत गर्नुभएको छ, हो कि होइन? हालेलुया। तिमीले पाप गर्यौ, तिमी यस्तो गर्यौ, तिमी दण्डको योग्य छौ, तिमीलाई म ठिक पार्छु, तिमीलाई म बदला लिन्छु भनेर उहाँले भन्नुभएन। उहाँले चाहिँ हामीलाई बरु हाम्रो पाप क्षमा गरेर उहाँले आफ्नो सन्तानको रूपमा हामीलाई स्वीकार गर्नुभएको छ। तपाईँ र मलाई उहाँको छोरा छोरी बनाउनु भएको छ, होइन? उहाँलाई हामीले अब्बा पिता भनेर पुकार्ने सक्छौँ किनकि उहाँले हामीलाई अनुग्रह गर्नुभयो, पाप क्षमा गर्नुभयो, हामीलाई छुटकारा दिनुभयो। हामीले परमेश्वरको दया र अनुग्रहको अनुभव गर्दा हामीले अरूसम्म पनि त्यो दया र अनुभव अरूलाई पनि हामीले पुर्याउनुपर्छ। जसरी परमेश्वरको प्रेम, दया, क्षमा तपाईँले पाउनुभयो नि, अरूलाई पनि त्यो दया, प्रेम, क्षमा अरूलाई पनि हामीले दिनुपर्छ। हामीले पाएको कुरो अरूलाई पनि दिनुपर्छ। हालेलुया। तर गाह्रो छ, होइन? कति मान्छेलाई, होइन? फिलेमोनले एउटा निर्णय चाहिँ त्यहाँ गर्नु परेको थियो त्यो समयमा, होइन? गाह्रो थियो। कति कुराहरू बदला लिने वा मेलमिलाप गर्ने भन्ने कुरा चाहिँ चुनौती थियो। ओनेसिमस आउँदाखेरि म त्यसलाई बदला लिउँ कि त्यसलाई म दण्ड दिउँ, त्यसलाई चाहिँ मेरो यत्रो चिजहरू लिएर गएको छ, मलाई विश्वासघात गरेको छ, मलाई चित्त दुखाएको छ, मलाई चोट पुर्याएको छ, मैले बदला लिने, दण्ड दिने, न्याय गर्ने अधिकार छ भनेर फिलेमोनले भन्न सक्थ्यो। तर परमेश्वरले हामीलाई पनि चुनौती दिनुहुन्छ। तपाईँले क्षमा दिनुहुन्छ कि बदला लिनुहुन्छ? क्षमा दिनुहुन्छ कि तितोपन लिएर हिँड्नुहुन्छ? क्षमा दिनुहुन्छ कि रिस समातेर बस्नुहुन्छ? होइन, हामीलाई चाहिँ क्षमा दिनको निम्ति आह्वान गरिएको छ, अपिल गरिएको छ।
हैन? क्षमा नदिएसम्म तपाईँ स्वतन्त्र बन्न सक्नुहुन्न। तपाईलाई समस्या हुन्छ। के तपाईले कसैलाई क्षमा गर्नुपर्छ आज? हैन? कसैलाई तपाईँको मनमा चोट पुगिरहेको छ, कसैप्रति नराम्रो धारणा विचार बदला लिने मन छ, कसैलाई त्यो व्यक्तिलाई चाहिँ म मरे पनि म क्षमा दिन्न भनेर आउनु भएको छ, तपाईँको हृदयलाई जाँच्नुपर्छ र तपाईँले त्यो कुनै व्यक्ति छन् तपाईँलाई त्यसरी हानि नोक्सानी पुर्याउन खोज्ने, तपाईँको विरुद्धमा चाहिँ तपाईँलाई लाग्ने, अनि त्यसो व्यक्तिलाई तपाईँ क्षमा दिएर क्रिस्टको प्रेम देखाएर तपाईँ माथि उठ्नुपर्छ। हालेलुया। क्षमाले मात्रै सम्बन्धहरू विस्तार हुन्छ, क्षमाले मात्रै सङ्घाइ ल्याउँछ, क्षमाले मात्रै क्रिस्टको प्रेम प्रकट गर्ने कुराहरू हामीलाई सामर्थ्य दिन्छ। त्यसकारण क्षमा नदिएसम्म तपाईँ माथि उठ्न सक्नुहुन्न। क्षमा नदिएसम्म तपाईँ चाहिँ कैदमा, बन्धनमा, तपाईँ पिँजडाभित्र बस्नुहुन्छ। परमेश्वरले चाहिँ हामीलाई त्यो बन्धनबाट छुटकारा पाएको चाहनुहुन्छ। हालेलुया। छुटकारा पाएको चाहनुहुन्छ। तपाईँ छुटकारा हुनुपर्छ, म छुटकारा हुनुपर्छ, हामी सबै छुटकारा हुन जरुरी छ। हामीलाई थाहा छ है, यहाँ ओनेसिमस एक दास थिए, नोकर थिए हैन? र हामी पनि पाप र अन्धकारको एक समयमा दास कमरा थियौँ। हामी दासत्वमा हुने थियौँ, बन्धनमा थियौँ। तर परमेश्वरले हामीलाई हाम्रो पापको दासत्वबाट छुटकारा दिनुभयो र हामीलाई परमेश्वरले आफ्नो सन्तान तुल्याउनु भयो। हालेलुया। क्षमा दिनुभयो नि त उहाँले, माफ गर्नुभयो। माफी पाउन लायकको मान्छे होइनौँ हामी क्षमा पाउन लायकको मान्छेहरू होइनौँ, तर उहाँले हामीलाई क्षमा दिनुभयो। ओनेसिमसले गलत गरेका थिए, भुल गरेका थिए, त्रुटि गरेका थिए, आफ्नो मालिकको विरुद्धमा उनले ठुलो घात गरेका थिए। जब उनी भागेर रोममा पुगे, पावलले फिलोमनलाई, त्यसपछि उनले विश्वासी भए, त्यसपछि पावलले क्षमा दिनको निम्ति अनुरोध गरेर ओनेसिमसको सबै ऋण तिरिदिनको निम्ति उनले बाचा गरेका थिए। ओनेसिमस अहिले पावलको निम्ति काम लाग्ने भएका छन्। ओनेसिमस अहिले दासको रूपमा होइन, ख्रिस्टमा भाइलाई जसै व्यवहार गर्नलाई चाहिँ आदेश दिएको छ फिलिमोनको लागि। ओनेसिमसलाई कुनै समय काम नलाग्ने थियो भनेर त्यहाँ भनेको छ, अनि पावलले भनेको छ अहिले हाम्रो निम्ति काम लाग्ने भएको छ भनेको छ। हालेलुया। त्यसकारण क्षमा देऊ भनेको छ। प्रियहरू, हामी ख्रिस्टमा सबैजना काम लाग्ने भएका छौँ। कसैले तपाईँ काम नलाग्ने भनेको थियो होला, कसैले यो चाहिँ खतम भनेको थियो होला, कसैले तपाईँलाई चाहिँ बेकारको मान्छे हो भनेको थियो होला, कसैले यो चाहिँ काम नलाग्ने मान्छे। तर आज ख्रिस्टको रगतले धोएर क्षमा पाएर स्वतन्त्र भएर ख्रिस्टमा तपाईँ काम लाग्ने व्यक्ति हुनुभएको छ। हालेलुया। तपाईँ काम लाग्ने व्यक्ति हुनुभएको छ। क्षमा दिने कुरा कठिन होला है, अनि क्षमा दिएपछि के निको हुन्छ त, मेरो चोट निको पुरै निको हुन्छ भन्ने कतिले भन्छन्। म यो बिर्सन सक्छु हैन? सायद जसरी तपाईँले सुरुमा त्यो घाउ काट्छ नि, त्यो काट्दाखेरि सुरुमा रगत आउँछ, दुख्छ नि हैन? सुरुमा दुख्छ बेसमारी, तर उपचार हुन्छ, औषधिहरू हुन्छ काटेको ठाउँमा, अनि बिस्तारै त्यो निको हुन्छ। त्यसपछि त्यो निको भएको ठाउँमा चाहिँ के हुन्छ? खाटा हुन्छ। अनि त्यो खाटा भएको ठाउँमा छुँदाखेरि के हुँदैन? दुख्दैन। त्यसरी नै तपाईँले क्षमा दिनुभयो भने सुरुमा तपाईँलाई दुख्छ होला, मन दुख्छ होला, क्षमा दिन गाह्रो हुन्छ होला हैन? बिर्सन म सक्दिनँ भन्नुहुन्छ होला, तर जब तपाईँले क्षमा दिनुहुन्छ, क्षमा दिने प्रक्रियाबाट तपाईँ निको हुनुहुन्छ, तपाईँको चोटहरू निको हुन्छन्। तर तपाईँको त्यो विगतका कुराहरू पुरै नबिर्से पनि त्यो घटनाहरू त याद हुन्छन् होला, तर एउटा खाटोको रूपमा रहिरहन्छ, त्यो छुयो भने त्यो दुख्छ। हालेलुया। किन? क्षमा दिएर तपाईँको चोटहरू निको भएको हुन्छ, क्षमा दिएर तपाईँको मनको कुराहरू निको भएको हुन्छ, क्षमा दिएको कारणले तपाईँ स्वतन्त्र हुन सक्नुहुन्छ। त्यसकारण सुरुमा तपाईँलाई दुख्छ, म क्षमा दिन सक्दिनँ भन्नुहुन्छ होला, तर क्षमा दिइसकेपछि तपाईँको चोटहरू निको हुन्छ। यादहरू त हुन्छ घटनाहरू, तर त्यसले दुखाउँदैन, किन? त्यो निको भइसक्यो, खाटा मात्रै छ अब। हालेलुया। खाटा मात्रै छ अब। त्यसकारण तपाईँ क्षमा दिनुहोस्। कुनै मानिसलाई क्षमा दिन गाह्रो परेको छ भने आजै क्षमा दिनुहोस् र तपाईँ निको हुनुहोस्।
तपाईँको मनको चोटहरू निको बनाउनुहोस्। मनको चोट निको पार्ने एउटै मात्रै औषधि हो, त्यो चाहिँ क्षमा दिने। हालेलुया। क्षमा दिने, त्यो अरू औषधिले निको हुँदैन। तपाईँले ख्रीष्टले जसरी तपाईँलाई क्षमा पाउनु हो नि, त्यसरी नै तपाईँले तिनीहरूलाई क्षमा दिनुहोस्, तपाईँ निको हुनुहोस्। हालेलुया। मनको चोटबाट निको हुनुहोस्। फेरि दुख्दैन, त्यो खाटो हुन सक्छ, फेरि त्यो कुरा याद आयो भने दुख्दैन। तर जबसम्म तपाईँ क्षमा दिनुहुन्न नि, क्षमा नदिएसम्म, त्यो निको नभएसम्म तपाईँको मन दुखिरहन्छ, चोट परिरहन्छ, गाह्रो भइरहन्छ, तपाईँलाई तनाव भइरहन्छ, तपाईँलाई त्यसले गाह्रो अवस्था पुर्याउन सक्छ। प्रियहरू, तपाईँले क्षमा दिनुहोस्, तपाईँको मनको चोट निको पार्नुहोस्। ख्रीष्ट येशू तपाईँ निको भएको चाहनुहुन्छ, तपाईँ स्वतन्त्र भएको चाहनुहुन्छ। हालेलुया। क्षमा दिने केवल एक आदेश मात्रै होइन, यो उपचार र स्वतन्त्र हुने बाटो हो। तपाईँको निम्ति एउटा उपचार हो क्षमा दिने कुरा। तपाईँ स्वतन्त्र हुने बाटो हो, यो तरिका हो। यसले माफी दिने व्यक्तिलाई पनि शान्ति हुन्छ, छुटकारा दिन्छ, र जसलाई माफ गरिन्छ उसलाई पनि पुनः मेलमिलापको अवसर मिल्छ। तपाईँ जब माफ दिनुहुन्छ, क्षमा दिनुहुन्छ, तपाईँलाई शान्ति हुन्छ, तपाईँलाई छुटकारा हुन्छ, र अर्को व्यक्तिसँग तपाईँको लाई पनि एउटा मेलमिलापमा आउने वातावरण हुन्छ। हालेलुया। हालेलुया। होइन, फिलेमोन कहाँ जब जाँदा फिलेमोनलाई सुरुमा गाह्रो भयो होला पक्कै पनि, तर जब ओनेसिमसलाई उसले क्षमा दियो, ओनेसिमसले क्षमा पायो, फिलेमोनले चाहिँ सम्बन्ध सुधार गर्यो। आज तपाईँ र मैले पनि क्षमा दिनु महत्त्वपूर्ण कुराहरू छ। क्षमा भनेको तपाईँले आफूलाई हानि पुर्याएको व्यक्तिसँग प्रति रिस र बदलाको भावना जानी बुझेर क्षमा गर्ने निर्णय गर्नु हो। जसले तपाईँलाई चोट पुर्याउन्, जसले तपाईँलाई अप्ठ्यारो पारेछन्, जसलाई तपाईँलाई न्यु खोज्छन्, जसले तपाईँलाई बिना बिचमा झगडा गर्छन्, जसले तपाईँलाई घोज्छन्, जसले तपाईँलाई चाहिँ होइन तपाईँको चित्त दुखाउने काम गर्छन्, हो तिनीहरू गल्ती गरेका छन्, तिनीहरू भुल गरेका छन् भनेर जानी बुझी क्षमा गर्ने निर्णय लिनु हो हामीले। हालेलुया। क्षमा दिने निर्णय लिनु हो। चाहे उनीहरूले साँच्चै तपाईँलाई क्षमाको पात्र छन् कि छैनन्, तर तिनीहरूलाई निशर्त रूपमा क्षमा दिनुपर्छ भन्ने कुरा हो। सायद तपाईँले क्षमा पाउने योग्यको पनि नहोला, तिनीहरूलाई शर्त छैन, बिना शर्त हामीले क्षमा दिनुपर्छ। हालेलुया। येशूले हामीलाई कुनै पनि शर्त नरिकन बिना शर्त निशर्त उहाँ कल्वरी क्रुसमा मर्नुभयो नि, हामीलाई क्षमा दिनुभयो हाम्रो पापको। मार्टिन लुथरले भनेका छन्, मार्टिन लुथरले यसरी भनेका छन्, हामी सबैजना परमेश्वरको ओनेसिमसहरू हौँ। साँच्चै हो पनि, हामी सबै परमेश्वरको विरुद्धमा पाप गरेर विद्रोह गरेर हामी अन्धकारमा जिएका थियौँ, परमेश्वरको विरुद्धमा हामी लागेका थियौँ। येशूले हाम्रो पापहरू क्षमा गर्नुभयो, हाम्रो पापको ऋण उहाँले तिर्नुभयो। किनकि हामी परमेश्वरको विरुद्धमा पाप गरेका कारण हामी परमेश्वरको एउटा ओनेसिमस जस्तै थियौँ। परमेश्वरको नजरमा काम नलाग्ने व्यक्ति थियौँ, तर परमेश्वरले हाम्रो पापको सबै ऋण तिर्नुभयो, छुटकारा दिनुभयो। हालेलुया। त्यसकारण तपाईँ आज यहाँ आउनुहुन्छ, त्यसकारण तपाईँ आज यहाँ आउनुभएको छ, परमेश्वरको उपस्थितिमा तपाईँ आउन सक्नुभएको छ, किनकि परमेश्वरसँग मिलापमा तपाईँ आउन सक्नुभएको छ। हालेलुया। त्यसकारण आज हामीले ख्रीष्टले जसरी हामीलाई क्षमा दिनुभयो नि, हामीले पनि हाम्रा ओनेसिमसहरूलाई हामीले क्षमा गर्न सक्नुपर्छ। तपाईँको ओनेसिमसहरू को हुन्? कसले तपाईँलाई घात गरेका छन्, कसले तपाईँलाई चित्त दुखाएका छन्, कसले तपाईँलाई मनमा गाह्रो पारेका छन्, होइन? कतिजनाले अस्ति क्षमा दियो कति महिना अगाडि, अहिले पनि मलाई क्षमा दिए पनि मलाई गाह्रो भइराखेको छ भने, अनि त्यो चाहिँ के हो? मुखले हामीले क्षमा दियौँ, हृदयले हामीले क्षमा दिन सकेनौँ। हृदयमा अझै छ, हामीले हृदयदेखि नै क्षमा दिनुपर्छ, भित्रदेखि तपाईँ क्षमा दिनुपर्छ, अनि त्यसपछि तपाईँ छुटकारा पाउँछ। हालेलुया। भित्रदेखि। त्यहाँनिर हामीले एउटा पास्टरको उदाहरण हामीले सुनेका थियौँ। श्रीमान श्रीमतीको बिचमा झगडा भएर उहाँहरूको, अनि खासमा चाहिँ त्यो समस्या चाहिँ के थियो, त्यो श्रीमानले चाहिँ
त्यो आफ्नो काकाको त्यो 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 पास्टरले चाहिँ काकाको त्यो मोटरसाइकल को बारेमा कुरा भएको थियो र काकाले चाहिँ मोटरसाइकल बेच्ने भनेर भन्नुभएको थियो। अनि कुरामा फोनमा ल हुन्छ कति हो यति हो भनेर काकालाई ल म लिन्छु भनिदिएछ त्यो पास्टरले। तर श्रीमतीसँग चाहिँ सल्लाह गर्नु भएन। अनि गुटुङटुङ काकाले ठ्याक्कै त्यहाँ श्रीमतीलाई भन्न नपाउँदै मोटरसाइकल त आँगनमै ल्याइपुऱ्यायो। अनि श्रीमतीले के हो यो भनेर सोद्धाखेरि काका यस्तो यस्तो अरे हामीले यतिमा डिल भयो यसरी लिन लागेको भनेर भन्नुभएको थियो। अनि श्रीमती त त्यसपछि मलाई सल्लाह नगरी एकल निर्णय गरेर यो मोटरसाइकल लिने भनेर त्यतिमै त्यो विषयमा ठुलो झगडा भयो। अनि झगडा भएपछि अनि राति त्यो रात चाहिँ बोलीचाली भएन हैन। बोलीचाली भन्यो भने श्रीमती रिसाएर अर्को कोठामा गयो, श्रीमान अर्को कोठामा रिसा के मतलब भने श्रीमान भने हैन भएर त्यतिकै यता सुत्यो अर्को उता सुत्यो। राति अब त्यो श्रीमती एउटा कोठामा श्रीमान एउटा कोठामा। राति चाहिँ एकदम गाह्रो चाहिँ भइरहेको थियो, निन्द्रा पनि लागेको थियो अरे पल्ट्यो ओथ्यो। राति यसो झमक्क निदाउँदा खोज्दा त 12 कति र मध्यरातमा त कालो एउटामा त्यत्रो लामो उभिएर अगाडि है बेडकै छेउमा झसङ्ग तर्सेर झुरुक्क उठ्यो अरे। अनि अब दुष्ट आत्माले चाहिँ त्यसरी आएर उसलाई डिस्टर्ब गरेपछि चाहिँ गाह्रो भयो, तर्स्यो। अनि गएर अनि उठेर ढोका ढकढकाउनु भएछ उता गएर। ढोका ढकढकाएपछि अनि उहाँले चाहिँ श्रीमतीलाई पनि उहाँको श्रीमतीलाई पनि त्यसरी त्यो कालो चिज उडेर तर्साएर रहेछ क्या पहिले पनि। अनि श्रीमतीलाई पनि अब हतार ढोका खोल्यो। अनि त्यसपछि मलाई त यस्तो यस्तो भयो, यस्तो चिजहरू देख्यो, मलाई क्षमा गर्नु, मेरो गल्ती भयो भनेर भन्नुभयो अरे उहाँले। अनि श्रीमतीले पनि मलाई क्षमा गर्नुहोस् होइन यसरी भनेर। अनि त्यसपछि दुवैजना मिलेर पछि एउटै ठाउँमा आउनुभयो। क्षमा नदिएको कारण दुष्ट आत्माले राति डिस्टर्ब गरी तर्सायो उसलाई होइन कालो कुराले। कति मान्छेले भन्छ नि मलाई त आज यदि थिच्यो भन्थ्यो अस्ति कसले कालो चिज आएर थिचेको अरे होइन। क्षमा नदिने, रिस राख्ने, अनि कालो चिजले नथिचेर के सेतो चिज आउँछ है चाहिँ क्षमा दिनुपर्छ हामीले। पहिले एउटा पास्टरले भन्नुहुन्थ्यो, उहाँले श्रीमतीसँग उहाँको त्यस्तै झगडा परेको थियो। अनि श्रीमती बोल्दै बोलेन अरे। अनि त्यही बेला छोरी मण्डलीहरू फोन आएर क्या उहाँको त्यहाँ छोरी मण्डलीको पास्टरले चाहिँ धेरै त्यो दुष्ट आत्मा लागेको एउटा मान्छेलाई प्रार्थना गर्दा गर्दा नसकेर अब त्यो उहाँ चाहिँ फोन गरेछन्, तपाईँ आइदिनु पर्यो, यहाँ दुष्ट आत्मा लागेको मान्छेलाई हामीलाई गाह्रो पर्यो, छुटकारा गराउन भने। अनि त्यो पास्टर त त्यो श्रीमतीसँग नबोलिकन एउसँग नबोली हिँड्ने मौका यही हो होइन। कति यसको बस्ने भनेर गाडी लिएर निस्किसकेछ उता। अनि श्रीमती चाहिँ केही म गएँ पनि भनेन छ है, बाई पनि भनेन, रिसको झोङमा है हिँड्यो सुट्टै। अनि गाडी चलाएर पुगेछ त्यो ठाउँमा। अनि त्यहाँ चाहिँ धेरै मान्छे भेला भएर पास्टर आउनुभयो, अब चाहिँ ठुलो काम हुन्छ भने त त्यहाँको मान्छेलाई भयो, त्यहाँ भिडहरूलाई विश्वासीहरूलाई भाउबा पास्टरहरूलाई। अनि त्यहाँ पास्टरले यीशुको नाममा भूत लागेको मान्छे त्यो दुष्ट आत्माले ग्रसित भएको निस्किन्छ भने। अनि त्यो भूत लागेको मान्छेले हाँसेर तैँले मलाई निकाल्छस् भनेर चुप लाग निस्किन्छ भनेर। त तेरो श्रीमतीसँग नियम मिलाउ नगरिकन क्षमा नदिकन आइस बाट हाँस्यो अरे। अनि उसको बारे आँखा चिम्लेर निस्किन्छ कि निस्किन्छ भनेर त्यो दुष्ट आत्माले लागेकोले यहाँ घाँटी समातेर माथिबाट तल पछारे अरे। पास्टरलाई त थिचेको पछि त बेहोसै भएछ पास्टर। अनि पछि आएर अरूले बल्ल गरेर छुटाएर अनि त पुलिसहरू आएर इमर्जेन्सीमा लानु पर्यो हस्पिटलमा होइन। त्यसकारण क्षमा नदिने पछि मेलमिलाप नगरेपछि अरूलाई छुटकाएर प्रार्थना गर्न मिल्छ, अरूलाई दुष्ट आत्मा निस्किन्छ भन्ने मिल्छ? मिल्दैन होइन। त्यसकारण तपाईँले क्षमा दिनुपर्छ। क्षमा दिएपछि मात्रै तपाईँमा शक्ति हुन्छ। क्षमादानमा शक्ति छ। हालेलुया। त्यहाँ धेरै मान्छे अहिले होइन क्षमा दिँदैन, अनि दुष्टलाई मौका दिन्छ, समस्या दिन्छ होइन। आयो यस्तो भयो भन्छ, प्रार्थना गरिदिनुहोस् भन्छ है। अरूलाई प्रार्थना गर्नुपर्ने, उसलाई प्रार्थना गरिरहनु पर्ने जहिले पनि। उसले अरूलाई प्रार्थना गर्नुपर्ने खासमा
होइन? 20 वर्ष भइसक्यो, 30 वर्ष भइसक्यो विश्वास गरेको, क्षमा दिँदैन, प्रार्थना गरिदिनु पर्यो, गाह्रो पर्यो भन्छ जहिले पनि, होइन? तपाईँले त अब विश्वासीले विश्वासी जन्माउनु पर्यो, अरूलाई चेला बनाउनु पर्यो, अरूलाई चाहिँ ल्याउनु पर्यो, अरूलाई सिकाउनु पर्ने, जहिले आफू मात्रै सिकिरहनु पर्ने, आफूले प्रार्थना पाइरहनु पर्ने। कहिले नबढ्नेलाई के भन्छ? बाम बुड्के भन्छ। बाम बुड्के भएको छ, बसी छ। बढ्नु पर्यो, वृद्धि हुनु पर्यो, होइन? होइन, बढ्न नसकेको। त्यसकारण दुध खाने होइन, तिमीहरूले साह्रो कुरा चपाउने हो भन्छ नि त्यो बाइबलले। ठोस पदार्थ खाने कुरा हो भन्छ हिब्रूको पुस्तकले। हामी चाहिँ अहिले पनि दुध खानेमा त्यही बच्चा जस्तै भइरहेछ, होइन? कुनै बच्चा, आमाले बच्चा जन्मायो, 18-20 वर्ष पुगिसक्यो, 22 वर्ष पुगिसक्यो, त्यसलाई दुध खुवाउनु पर्ने, लिटो खुवाउनु पर्यो भने के हुन्छ? आमा बुवालाई खुसी हुन्छ? वाह, मेरो छोरा त 22 वर्ष पर्यो, अझै पनि दुध खाँदैछ, अझै लिटो खाँदैछ भने खुसी हुन्छ? कुन चाहिँ आमा बुवा चाहिँ खुसी हुने? त्यसरी खुसी हुँदैन नि। त्यति बेला त उसले हड्डी चपाउने हुनुपर्ने होइन? उसले त्यति बेला साह्रो कुरा खाने कुरा हुनुपर्ने हो। र आज हेर विश्वासी कति वर्ष भइसक्यो, अझै पनि चुरोट खाना छोड भन्नुपर्छ, अझै पनि खैनी खाना छोड भन्नुपर्छ, अझै पनि जाँड खाना छोड भन्नुपर्छ, है? अनि क्षमा दियो भनिरहनुपर्छ, अनि प्रार्थना गर्नुहोस् भन्छ, है? जय हालेलुया भन्दै उफ्रिन्छ, पछाडि बलवान साहबको खैनी फुत्त निस्किन्छ, उफ्रिँदै गर्दा के भन्ने, है? विश्वासीले जय मसी चुरो खाँदै जय फुत्त फाल्यो। हामीले देखेन भने होला फुत्तै पुऱ्यायो। त्यो के हो भनेको? हजुर 1 खिली मात्रै दिनमा भन्दै घटेको अरे त्यो, होइन? दिनमा 1 खिली अरे, त कति खायो पछि त निकै खाँदो रहेछ सोच्दा, होइन? फुत्तै उता पुऱ्यायो। तर उहाँ धेरै पुरानो विश्वासी हुनुहुन्छ, होइन? अनि अझै ठोस पदार्थ खान सकेको छैन, कमजोरी भएको छ, क्षमा दिन सकेको छैन, आया भनेको छ, प्रार्थना चाहियो भनेको छ। तपाईँ चाहिँ अब छुटकारा हुनु पर्यो, तपाईँ स्वतन्त्र हुनु पर्यो, तपाईँ ठोस पदार्थ हुनु पर्यो, तपाईँ बढ्नु पर्यो, तपाईँ अरूलाई सिकाउनु पर्यो, अरूलाई डोराउनु पर्यो। हालेलुया। तपाईँ अरूको निम्ति नमुना बन्नु पर्यो, आफू क्षमा पाउनु, अरूलाई पनि क्षमा दिनु पर्यो। हालेलुया। क्षमादान दिन सक्नु पर्यो, ख्रिस्टमा तपाईँ गर्नु पर्यो। त्यसकारण जब तपाईँले अन्य हुन्छ, चोट हुन्छ, त्यो चोट अन्यलाई पहिचान गरेर तपाईँले क्षमा दिनु पर्यो, होइन? त्यसलाई माफ गर्नु पर्यो। गाह्रो त छ नि, होइन? माफ गर्नु, त्यसलाई त देख्न नपरे पनि हुन्थ्यो भन्ने हुन्छ कहिले, हेर्न नपरे पनि यसो, होइन? त्यहीँ आएको छ भने यसो पारेर जाँदै हुन्छ, जयमसी गर्न नपरे पनि हुन्थ्यो भन्छ। हामी चाहिँ जयमसी गर्नुपर्छ। हालेलुया। आज कसैले तपाईँलाई जयमसी गर्यो? गरेन? तपाईँले जयमसी गर्यो। सङ्गति नआइकन घरमै बसेको भए तपाईँलाई कसैले जयमसी गर्थ्यो? तपाईँको टिभीले जयमसी गर्थ्यो? तपाईँको त्यो कुखुराले जयमसी भन्छ? भनेन। आज तपाईँ यहाँ आउनुभएको छ, तपाईँलाई कसैले जयमसी गरेको छ, तपाईँले उसको कुरा सुन्नुभएको छ, उसलाई हेर्नुभएको छ, यता हेर्नुभएको छ, यसो तपाईँलाई जोस आएको छ, जाँगर आएको छ। हालेलुया। हामी भेला भएको छौँ, एकले अर्कालाई हेरेर उत्साह हुन्छ हामीलाई, हुँदैन भने हुन्छ। त्यसकारण सङ्गतिमा आउने हो, होइन? मलाई सङ्गति, मेरो प्रभु जहाँ पनि हुनुहुन्छ, कोठामा एक्लै बसेर कहाँ हुन्छ? हुँदैन। त्यसरी कहाँ हुन्छ? सङ्गति आएपछि तपाईँले उत्साह पाउँछ। सङ्गति आएपछि एकले अर्काको कुरो सुन्छ, आराधना हुन्छ, परमेश्वरको उपस्थिति हुन्छ। तपाईँ बोझ लिएर आउनुभएको छ, तपाईँ भारी लिएर आउनुभएको छ, यहाँ आएर तपाईँको बोझ बिसाउने, भारी बिसाउने, स्वतन्त्र भएर जाने, शान्ति भएर जाने। हालेलुया। हप्ताभरि ख्रिस्टको प्रेम बाँड्ने, त्यसपछि आमेन। हालेलुया। त्यसकारण सुसमाचार सुनाउने, अरूलाई पनि लिएर आउने, होइन? आफू मात्रै आउने, अरूलाई पनि लिएर आउने, साथीलाई सुसमाचार सुनाउने, भन्ने, होइन? प्रभुमा लिएर आउने। अब जित्ने काम तपाईँको हो। हालेलुया।
भेडाले भेडा जन्माउँछ, गोठालाले गोठाला जन्माउँछ भन्थ्यो होइन? गोठालाले भेडा जन्माउँछ भनेर कसले प्रश्न गरेको थियो? तपाईँले भेडा जन्माउनु पर्यो, विश्वासीले विश्वासी जन्माउनु पर्यो, ल्याउनु पर्यो, उदाहरण बन्नु पर्यो होइन? त्यसकारण आजको दिन है बदलाको भावनालाई तपाईँले हटाउनुपर्छ। पावल जस्तो हामीलाई बदलाको भावना होइन अनि सजायको चाहनालाई छुटाउनुपर्छ, अनुग्रह हामीले प्रदान गर्नुपर्छ होइन? अनि मेलमिलापको खोजी गर्नु आवश्यक छ। क्षमा केवल अतीतलाई छुटाउने मात्रै होइन, यो सम्बन्धलाई पनि पुनर्स्थापित गर्नका निम्ति एउटा काम गर्नुपर्ने कुराहरूसँग सम्बन्धित छ होइन? कुनै व्यक्तिसँग तपाईँको मेलमिलाप हुन सकेको छैन, कसैलाई तपाईँलाई क्षमा दिनको निम्ति गाह्रो परिरहेको छ होइन? आज क्षमा दिने निर्णय गर्नुपर्छ। कतिचोटि त्यो व्यक्तिलाई त म क्षमा दिदिनँ भन्ने तपाईँले सोच्नुभएको होला। तपाईँको जीवनमा तपाईँलाई अप्ठ्यारो पार्ने व्यक्तिहरू थुप्रै आउन सक्छन्। जीवन जहिले पनि सरल रेखामा जाँदैन क्या, जीवन सरल रेखा कहिले पनि कुद्दैन। त्यस कारण कहिले तल, कहिले माथि, कहिले दायाँ, कहिले बायाँ यात्राहरू धेरै कुराहरू हुन्छन्। त्यहाँ थुप्रै प्रकारको मान्छेहरू आउँछन्, धेरै विचारका मान्छेहरू आउँछन्, धेरै आलोचना गर्ने भन्ने मान्छेहरू आउँछन्। तपाईँले राम्रो गर्दा गर्दा तैँले नराम्रो गरिस् भनेर पनि आउँछन्। तपाईँलाई बिना बिचमा पनि किन हेरिस् भनेर न्यु खोज्ने मान्छे पनि आउँछन् होइन? त्यत्तिकै धेरै कुराहरू उठाउँछन्। तर हामी एउटै कुरा गर्छौँ, हामी क्षमा दिन्छौँ अनि हामी स्वतन्त्र हुन्छौँ, तितोपन लिँदैनौँ, हामी निको हुन्छौँ, हामी चङ्गाई हुन्छौँ अनि परमेश्वरमा शक्तिशाली काम गर्छौँ। आज अगमबाडी आयो नि, शक्तिशाली हुनेछ। जब तपाईँ क्षमा दिनुहुन्छ त्यति बेला तपाईँ शक्तिशाली बन्नुहुन्छ। क्षमा दिनुहुन्छ तपाईँ स्वतन्त्र हुनुहुन्छ होइन? तपाईँले प्रार्थना गर्दाखेरि तपाईँ शक्तिशाली हुन्छ, परमेश्वरको उपस्थितिमा तपाईँ शक्तिशाली बन्नुहुन्छ, पवित्र आत्माको अभिषेक तपाईँलाई आउँछ, जागृति त्यहाँबाट सुरु हुन्छ। हालेलुया होइन? जागृति कहाँबाट हुन्छ? तपाईँले क्षमा दान दिएर सुरु। जबसम्म क्षमा दिनुहुन्न जागृति सुरु हुँदैन, बन्धन हुन्छ। फिलेमनको कथाले घटनाले हामीलाई सिकाउँछ कि क्षमा गर्न सजिलो छैन, तर यो आवश्यक छ। यसले ख्रीष्टको प्रेमलाई परिवर्तन गर्छ, परावर्तित गर्ने काम गर्छ र चाँडो बिग्रिएको सम्बन्धहरूलाई सुधार गर्ने काम गर्छ। सम्बन्धहरू सुधार गर्न आवश्यक छ है? के आज तपाईँले आफ्नो जीवनमा कुनै क्षमा नगरेको भावना पापहरू राख्दै हुनुहुन्छ है? क्षमा नदिएको पापहरू कसैसँग छन्? कसैले तपाईँलाई क्षमा दिनुपर्छ, म क्षमा दिन चाहन्छु, त्यो व्यक्तिले मलाई नराम्रो गर्यो तर म त्यसलाई क्षमा दिन चाहन्छु भन्नुहुन्छ? के तपाईँ कृपा बढाउन चाहनुहुन्छ? ख्रीष्टले जसरी हामीलाई प्रेम दिनुभयो, जसरी उहाँले हामीलाई क्षमा दिनुभयो, उहाँले जस्तै हामीले पनि क्षमा दिन जरुरी छ। क्षमाबाट छुटकारा हुन्छ, चङ्गाई हुन्छ, स्वतन्त्रता हुन्छ र उहाँमा चाहिँ हामी मेलमिलाप प्राप्त गर्दछौँ। तपाईँको मनको चोटहरू, मनको व्यथाहरू, मनको पीडाहरू केवल क्षमादानद्वारा ख्रीष्टमा तपाईँले चङ्गाई गर्न सक्नुहुन्छ। आज त्यो तितोपन लिएर हिँड्दै हुनुहुन्छ, कसैलाई तपाईँलाई गाह्रो बनाइराखे, तपाईँलाई क्षमा दिन गाह्रो भइरहेको छ, त्यो फलानालाई त म मरे पनि क्षमा दिदिनँ तपाईँ भन्नुहुन्छ भने दुष्टले तपाईँको जीवनमा मौका पाउन सक्छ। हामी दुष्टलाई मौका दिँदैनौँ। पावलले भन्छन् दियाबलसलाई तिमीले मौका नदेऊ। त्यसकारण मौका दिने काम गर्नु हुँदैन। अनि क्षमा नदिने कुरा चाहिँ तपाईँको एउटा ढोका जस्तै हुन्छ, दुष्ट आत्मा चाहिँ एउटा फुत्त छिर्छ भित्र होइन? अनि हामीले त्यसले हामी क्षमा दिएर त्यो भित्र प्रवेश गर्ने ढोका त्यसलाई बन्द गर्नुपर्छ। हालेलुया। त्यसकारण आज जतिजना तपाईँ यहाँ हुनुहुन्छ सबैजना उठ्नुहोस् अनि आजको दिन हाम्रो सङ्गीत झुन्डका साथीहरू अगाडि आउनुहोस्। कतिजना तपाईँलाई क्षमा दिनको निम्ति गाह्रो भइरहेको छ? कसैलाई, कुनै व्यक्तिलाई जसले तपाईँलाई एकदम चोट पुर्याएको छ, तपाईँलाई घात गरेको छ, तपाईँलाई नराम्रो भनेको छ, तपाईँसँग झगडा गरेको छ, तपाईँलाई चाहिँ मन दुखाएको छ, तपाईँप्रति नराम्रो आलोचना गरेको छ, तपाईँलाई विद्रोह गरेको छ, तपाईँप्रति विश्वासघात गरेको छ, अनि त्यो व्यक्तिलाई देखेर तपाईँलाई चाहिँ क्षमा दिन गाह्रो भइरहेको छ। ख्रीष्टले हाम्रो यति ठुलो पापहरू, अधर्महरूलाई क्षमा गर्नुभयो। हामी पापी थियौँ, हामी क्षमा पाउन योग्यका थिएनौँ। उहाँले क्रुसको त्यो मूल्य चुकाएर हामीलाई क्षमा गर्नुभयो। यदि आजको दिन तपाईँ हृदयदेखि क्षमा दिन चाहनुहुन्छ,
पूर्ण रूपमा तपाईँ स्वतन्त्र हुन चाहनुहुन्छ, सायद त्यो व्यक्तिको नाम तपाईँलाई थाहा छ, त्यो व्यक्तिकोलाई झलझल्दी आउँछ तपाईँको आँखामा, होइन? अनि तपाईँको त्यो ओनेसिमस जस्तै, त्यो फिलिमोनलाई जस्तै तपाईँलाई ओनेसिमसले घात गरे जस्तै कसैले त्यो घात गरेको होला। अनि त्यो हृदय, त्यो कुराहरू घटना देखेर तपाईँलाई झलझल्दी आउँछ, म त्यसलाई क्षमा दिन सक्दिनँ भन्नुहुन्छ। कतिचोटि तपाईँलाई क्षमा दिनुभएको छ, तर घरिघरि त्यो कुरा याद आउँछ कि गाह्रो भइरहेको छ। आज तपाईँ हृदयदेखि पूर्ण रूपमा क्षमादान दिन चाहनुहुन्छ, स्वतन्त्र हुन चाहनुहुन्छ भने अगाडि आउनुहोस्। कतिजना तपाईँ यहाँ हुनुहुन्छ, तपाईँको जीवनमा कसैलाई क्षमा दिनु परेको छ, पूर्ण हृदयदेखि स्वतन्त्र हुन चाहनुहुन्छ भने, दुष्टलाई को ढोका बन्द गर्न चाहनुहुन्छ भने छिट्टो बोलेर अगाडि आउनुहोस्। हामी तपाईँको निम्ति प्रार्थना गर्न चाहन्छौँ। हालेलुया, हालेलुया। सबैजना दिदीबहिनी यो साइडमा आउनुहोस्, दाजुभाइ यो साइडमा आउनुहोस्, हुन्छ? हालेलुया, हालेलुया। तपाईँलाई थाहा छ कसलाई तपाईँले क्षमा गर्नु सक्नुभएको छैन। आज तपाईँको हृदयबाट म क्षमा गर्न चाहन्छु त्यो व्यक्तिलाई भन्नुहुन्छ भने आउनुहोस्। प्रभुले तपाईँको हृदयको चोटहरू सङ्घाइ गर्नुहुन्छ, तपाईँको मनमा तपाईँलाई शान्ति दिन चाहनुहुन्छ, तपाईँलाई विजय दिन चाहनुहुन्छ, तपाईँलाई साँच्चै नै तपाईँको जीवनबाट आज शक्तिशाली काम गर्न चाहनुहुन्छ। हालेलुया, हालेलुया, ओ हालेलुया, ओ राबा सन्दरा लाबा सन्दरा। तपाईँले आफ्नो हृदयलाई जाँच गर्नुहोस्, आफ्नो मनलाई जाँच गर्नुहोस्, आफ्नो विचारलाई जाँच गर्नुहोस्। तपाईँ आउनुहोस् अगाडि, जसलाई खाँचो छ आज हामी तपाईँको निम्ति विशेष प्रार्थना गर्न गइरहेका छौँ। तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जसलाई आज प्रार्थना गर्नुपर्छ, म पूर्ण रूपमा क्षमादानको लागि म प्रार्थना गर्नुपर्छ, मेरो हृदयबाट म क्षमा गर्नुपर्छ, म स्वतन्त्र हुनुपर्छ, म छुटकारा हुनुपर्छ, म विजय हुनुपर्छ भन्ने तपाईँलाई लाग्छ भने हामी तपाईँको लागि विशेष प्रार्थना गर्न चाहन्छौँ। कतिचोटि तपाईँको निम्ति सजिलो छैन, यी कुराहरू गाह्रो छ, तर आज तपाईँको निम्ति ख्रीष्ट येशूमा अनुग्रहले तपाईँलाई हामी अनुग्रहको माग गर्दछ, सहायताको माग गर्दछ। कुन व्यक्तिलाई तपाईँले क्षमा दिन गाह्रो परिरहेको छ? हृदयको तितोपना, रिसहरू, मनमा त्यो भएको रिसहरूलाई तपाईँले निकाल्नुहोस्। हालेलुया। तपाईँले बदला लिने भावनाहरू नराख्नु अनि तपाईँको जीवनमा परमेश्वरले स्वतन्त्र दिन चाहनुहोस्, छुटकारा दिन चाहनुहोस्। हालेलुया, ओ राबा सन्दरा लाबा सन्दरा लाबा। हालेलुया, हालेलुया, ओ राबा सन्दरा लाबा सन्दरा लाबा। पवित्र आत्माको शक्ति तपाईँ येशूको शरणमा आउनुहोस्। जसलाई तपाईँले क्षमा दिनु भनेको छ त्यो व्यक्तिको नाम लिनुहोस्, त्यो व्यक्तिलाई म क्षमा दिन्छु। जसलाई तपाईँले क्षमा दिनु भनेको छ तपाईँले म यो फलानालाई म क्षमा दिन्छु, मेरो हृदयबाट म क्षमा दिन्छु भनेर भन्नुहोस्। हालेलुया, हालेलुया, ओ राबा सन्दरा लाबा सन्दरा लाबा। आजको दिन तपाईँको दिन, आजको दिन मुक्तिको दिन, आजको दिन छुटकाराको दिन, आजको दिन चौकाइको दिन, आजको दिन परमेश्वरको आशिष दिने दिन, आजको दिन परमेश्वरको काम तपाईँको जीवनमा तपाईँलाई लान्छना लाउने व्यक्तिलाई, आरोप लाउने व्यक्तिलाई क्षमा दिनुहोस्। क्षमाले परमेश्वरको मिलाप गर्ने शक्ति हुन्छ। येशूको नाममा, येशूको नाममा क्षमा दिनुहोस्। यहाँ अगाडि आउनुहोस्। हालेलुया, छुटकारा, येशूको नाममा छुटकारा, यसको नाममा येशूको नाममा छुटकारा,
धन्यवाद तपाईं परमेश्वर महान तपाईं राजाहरूको राजा तपाईं प्रभुहरूको प्रभु तपाईं परमेश्वरले आज हाम्रो हृदयमा काम गर्नुहोस् हाम्रो जीवनमा तपाईँले काम गर्नुहोस् छुटकारा ल्याउनुहोस् समुदाय ल्याउनुहोस् विजय ल्याउनुहोस् ओ हालेलुया हालेलुया सबै विश्वासीहरूले तपाईको हृदयबाट भन्नुहोस् कसैलाई क्षमा दिनुपर्ने म क्षमा दिन्छु भनेर कसै तपाईको जीवनमा कोही मनिसहरू छन् जसरी फिलिमलाई खाद पुऱ्याएको थियो आज तपाईँलाई खाद पुऱ्याउँछ चोट पुऱ्याउने छन् भने तपाईँले क्षमा दिनुहोस् येशूको नाममा छुटकारा छुटकारा स्वतन्त्रता जना तपाईँ आज छुटकारा हुँदै हुनुहुन्छ स्वतन्त्र हुँदै हुनुहुन्छ प्रभुले तपाईँको हृदयबाट उहाँले चङ्गाई गर्न चाहनुहुन्छ तपाईँको मनको चोट निको पार्न चाहनुहुन्छ मनको चोटलाई निको पार्न चाहनुहुन्छ सम्बन्धहरू त्यति बेला बलियो हुन्छ जति बेला तपाईँ समाधान दिनुहुन्छ समाधानको कुराले तपाईँको जीवनमा विजय ल्याउँछ समाधानको कुराले तपाईलाई स्वतन्त्रता ल्याउँछ क्षमादानको कुराले तपाईँलाई परमेश्वरको आशिष ल्याउँछ अनि क्षमादानको कुराले तपाईँको जीवनमा परमेश्वर छ हालेलुया ओ हालेलुया धन्यवाद